हेलो साथीहरू, सबैमा नमस्कार। म चाहिँ आज युट्युबमा कपिराइट लागेको कसरी हेर्ने भन्ने कुरा चाहिँ यस भिडियो मार्फत हजुरहरूलाई सिकाउन गइरहेको छु। हजुरहरूले कति पनि यो भिडियोलाई स्किप नगरेर अन्त्यसम्म हेरिदिनु होला र यो भिडियोलाई ढिला नगरी म अगाडि बढाउन चाहन्छु। सर्वप्रथम हजुरहरू क्रोममा जानुपर्नेछ र क्रोममा गइसकेपछि हजुरहरूको यस्तो टाइपको इन्टरफेस देखिन्छ र हजुरहरूले यसमा चाहिँ youtube.com भनेर सर्च गर्नुपर्नेछ र सर्च गरिसकेपछि यस्तो टाइपको इन्टरफेस देखिन्छ र तपाईहरुले राइट साइडको टपमा तीनवटा डट देख्नुभयो होला। त्यसमा चाहिँ तपाईहरुले क्लिक गर्नुपर्नेछ र यसरी तल स्क्रल गर्दा डेस्कटप साइट भनेर लेखेको छ, यसमा चाहिँ क्लिक गर्नुपर्छ। त्यसपश्चात यस्तो टाइपको इन्टरफेस हजुरहरूले देख्न सक्नुहुन्छ र हजुरहरूले यो टपमा हजुरहरूको यो प्रोफाइल देखिराख्नु भयो होला, यसमा क्लिक गर्नुपर्नेछ। त्यसपश्चात मैले यसलाई जुम गरेर देखाएँ। यहाँ युट्युब स्टुडियो भनेर लेखेको छ, यसमा तपाईहरुले दाबी राख्नुपर्नेछ र त्यसपश्चात ओपन इन न्यू ट्याब इन ग्रुप भनेर भनेको छ, यसमा चाहिँ क्लिक गर्नुपर्नेछ। यो दाबिसकेपछि तपाईहरुले यो तल्लो भागमा लोअर साइडमा चाहिँ तपाईहरुले अर्को युट्युबको लोगो देख्नुहुनेछ। यो युट्युबको लोगोमा चाहिँ क्लिक गर्नुपर्नेछ र क्लिक गरिसकेपछि यस्तो टाइपको इन्टरफेस तपाईहरुले देख्न सक्नुहुन्छ र मैले यसलाई जुम गरेर देखाएँ। यहाँ चाहिँ तपाईहरुको भिडियोको जस्तो लोगो देखिराख्नु भयो होला, यसमा चाहिँ तपाईहरुले क्लिक गर्नुपर्नेछ। क्लिक गरिसकेपछि तपाईहरुले यसमा चाहिँ के हुन्छ भन्दाखेरि फिल्टर भनेर जुन अप्सन छ त्यसमा क्लिक गर्नुपर्ने हुन्छ र फिल्टर भन्ने जुन अप्सन छ त्यसमा क्लिक गरिसकेपछि तपाईहरुको यसमा धेरै अप्सनहरु छ। यसमा चाहिँ क्लेम्स अथवा कपिराइट भनेर हजुरहरुको कपिराइट पनि हुन सक्छ, मेरोमा क्लेम भनेर छ, यसमा क्लिक गर्नुपर्ने हुन्छ। यो गरिसकेपछि तपाईहरुको यसमा के हुन्छ भन्दाखेरि मेरो चाहिँ नो म्याचिङ भिडियो भनेर लेख्यो। यदि तपाईहरुको भिडियोमा यदि कपिराइट लागेको छ भने तपाईहरुको भिडियो यसमा यहाँ चाहिँ भिडियो देखिन्छ हजुरहरुको यसमा र मेरो चाहिँ नो म्याचिङ भिडियो, मेरो चाहिँ कपिराइट रहेनछ। यसरी चाहिँ तपाईहरुले कपिराइट लागेको छ या छैन भन्ने कुरा चाहिँ थाहा सक्नुहुनेछ र सबैजनाले मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यस्तै भिडियो लिएर फेरि पनि आउनेछु। हस्, धन्यवाद।